विराटनगर 6 स्थित यो केसेलिया नगरको दृश्य देखिरहनु भएको छ दर्शकबिन र अत्यन्तै भक्तिभावका साथ आज उदाउँदो सूर्यलाई अर्घ दिएसँगै 2082 सालको छठ पर्व विधिवत रूपमा समापन हुन्छ र यो छठ पर्वको विशेष गरी धार्मिक महत्त्व मात्रै नभएर सांस्कृतिक र सामाजिक महत्त्व पनि उच्च रहेको छ र यसले समाजलाई जोड्नका लागि सामाजिक रूपमा जोड्नका लागि यसले अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ र यो पर्व विशेष गरी तराई मधेसमा धुमधामका साथ मनाउँदै आएकोमा पछिल्लो समय काठमाडौँ उपत्यका सहित देशका पहाडी क्षेत्रमा पनि यो पर्व अत्यन्तै उल्लासका साथ भक्तिभावका साथ मनाउने गरिएको छ। सूर्य देवको चाहिँ उपासना गरेर त्यसै गरी छठी माईको चाहिँ उपासना गरेर मनाइने यो पर्व यो 4 दिनसम्म मनाइन्छ र हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु गरिएको यो पर्व विधिवत रूपमा हिजो सुरु भयो। 4 दिन अघि सुरु भए पनि हिजो उदाउँदो सूर्यलाई अर्घ दिएर व्रतालुहरूले भक्तजनहरूले जुन भक्तिभावका साथ सुरु गर्नुभयो र आज अहिले यो समापन हुन्छ। यो उदाउँदो सूर्यलाई अर्घ दिएसँगै 2082 सालको यो पर्व छठ पर्व समापन हुन्छ।